최근에는 1인 가구가 हालैमा चाहिँ एकल परिवार छुङ्गा하면서 वृद्धि हुँदै एकल परिवार भनेर यहाँ हामी के बुझौं भने कोरिया लगायत कोरियामा चाहिँ समग्रमा उता पश्चिमतिरको हुन्छ नि कन्टिनेन्टल कन्ट्रीहरु या अथवा चाहिँ युरोप अमेरिका समग्रमा वहाँ त्यतातिरको जीवनशैलीले प्रभाव पारेको छ के कोरियामा पनि कोरियामा विवाह भइसकेपछि घरमा बुबा आमासँग बस्ने चलन छैन छोराछोरीको नव दम्पतिहरुको उनीहरुको सांस्कृतिक हिसाबले नै घरबाट बाहिर अलग्गै अरु नै घर व्यवस्था गरेर अन्तै कतै बसोबासको व्यवस्थापन गरेर सेपरेट लाइफ जिउँदछन् त्यस्तो अवस्थामा त्यो एक्लिएको व्यक्ति एकल परिवार हुन जान्छ यहाँ त्यसरी व्याख्या गर्न खोजिएको हो एकल परिवार छुङ्गा하면서 वृद्धि हुँदै हाक्योन छिकचाङ खन्छ विद्यालय अथवा कार्यस्थल नजिकैको वनलुमिना अफिस थेरे आफू जहाँ काम गर्ने हो आफू प्रोफेसनको हिसाबले जहाँ जोडिएको छ त्यसको नजिकैको वनलुम भनेको चाहिँ सिंगल स्टुडियो रुम भनेको स्टुडियो टाइपको सिंगल रुम या अथवा अफिस अफिस भनेर यहाँ सामुसिल भयो अफिस भनेको थेल चाहिँ होटलबाट आएको थेल शब्द हो यो अफिस तेल दुईटै एकै ठाउँमा छ होटल चाहिँ बसोबास गर्नको लागि भनेर बुझिन्छ भने अफिस चाहिँ काम गर्नको लागि बस्ने ठाउँमै काम गर्ने र बस्ने दुईटै भन्न खोजेको यसरी अफिस थेरे सानन छलमन सारामदरी बसोबास गरिरहने जवान मानिसहरू नुल्गो इत्सुम्निदा वृद्धि भइरहेका छन् वनलुमिना अफिस थेरल सिंगल स्टुडियो रुम अथवा अफिस टेल चाहिँ छिमछिरिना वाजाङसिल बेडरुम अथवा रेस्टरुम शौचालय भनेर पनि बुझ्न सकियो सुबाङे हान खोङ्गाने किचन अथवा भान्सा एउटै स्पेसमा एउटै क्षेत्रमा एउटै स्पेसमा इस्स भई फ्योल्ले हागो सहजतासँग सहज ढंगले सहज भएर फिल्सु जगिन खाजन्जे फुमी आवश्यक घरेलु उपकरण खुबीद्वय इन्धन घरेलु उपकरणले सुसज्जित अथवा सजाइरहेको अवस्था धेरै भई होन्जा सानन साराम दुरेगे एक्लै बसोबास गर्ने मानिसहरूलाई इन्किगा छोत्सुम्निदा लोकप्रियताले राम्रो छ भनेको भयो